आज चाहिँ मेरो छुट्टीको दिन हो कि साथीहरू आफूले आफूलाई समय निकालेर यसो बजारतिर जाउँ न त के कस्तो सामानहरू निस्केछ समरको लागि भनेर घुम्नलाई हिँडे साथीलाई जिस्काउँदैछु गर्दै अनि कस्तो राम्रो ड्रेसअपहरू अनि दामी ब्याग निस्केछ यो समरको लागि है अनि दामी क्लिप्सहरू पनि रहेछ अनि ओए हेर न यो कैदीको जस्तो नाइटी बरु यो चाहिँ सो क्युट छ कि अनि यस्तो राम्रो सक्सहरू अनि पुरा यो नाङ्लो जस्तो टोपी के मलाई एकदम मनपर्छ है यो टोपीको नाम चाहिँ मलाई थाहा छैन मैले चाहिँ नाङ्लो टोपी भन्छु है इट्स नाइस अनि तल खासै मलाई मनपर्ने सामानहरू भेटिनँ अनि फेरि म यसो पुरा सनलाइट आउँछ है यसो हेरेर बसेँ जस खुसी लाग्यो कहिलेकाहीँ घुम्न निस्किँदा पनि एकदम रमाइलो फिल हुन्छ आफूलाई नै है अनि म चाहिँ पुरा जारामा हेर्दैछु लेट्स गो हेरौँ न के कस्तो आएछ होइन कुल टी सर्टहरू सुजहरू सबै हेर्दैछु ठिकै रहेछ अनि लाइट स्वेटर है नट ब्याड अनि यो चाहिँ हेम धागोले बुनेको टोपी हो कि मैले पनि खुब बुन्थेँ हो पहिला अनि मलाई त्यहाँ पनि खासै मन परेन लेट्स गो मेसिस म चाहिँ अलवेज रातो लिपस्टिक लाउँछु है एकदमै हात चाहिँ अगाडि नै लिपस्टिकमै पुग्छ के अनि यो चाहिँ क्लिनिकको एकदम राम्रो मोइस्चराइजर क्रिम हो एकदम मनपर्छ मलाई अनि यसो हेरौँ न प्राइस भनेर यो चाहिँ मेरो साथीको छोरालाई एकदम चाहिए रे उसलाई सानो वालेट लेट्स गो म उसलाई गिफ्ट दिन्छु भनेर पुरा किनेर स्टार्टिङमा बनी गरिदिएँ अनि त्यसपछि पुरा आफ्नो लागि पनि हेर्न जान्छु है अनि के कस्तो हुन्छ अनि उसको छोरालाई दे है भनेर मैले उसलाई दिएँ अनि साथीलाई उसले थ्याङ्क यू भन्दैछ अरे क्या अझै क्युट अनि मेरो लागि चाहिँ फाइनली सपिङ गरेँ अनि पुरा ऊ पनि खुसी हुँदैछ के त्यो यो बाजे पनि अनि आज चाहिँ यो मेरो लागि सानो होइन ठुलो गिफ्ट यति नै हो गाइस आजको मेरो सानो मिनी ब्लग अरे क्या अझै बाई एभ्रिवान